तादेलयाम dalam gini sesenanggenge सर्वप्रथम अनि सबैमा हार्दिक टासी देलेक सबैले अब सुस्वास्थ्य कामना र त्यस्तै गरी अब शरणीय भिक्षु भिक्षुनीहरू त्यस्तै गरी अब विभिन्न आचार्य अनि कल्याण मित्र गुरुहरू हैन अवतारी गुरुहरू त्यस्तै गरी यो अनि अनि सञ्जालबाट हेरेर आउने देश विदेशमा छरिएका सम्पूर्ण बौद्ध मार्गीमा अनि सुस्वास्थ्यको कामना हार्दिक न्यानो अभिवादन सबैलाई साष्टाङ्ग धन्यवाद पनि गर्न चाहन्छु अनि आज आर्य क्षेमाको वसन्त शिक्षाको अब 10औं दिन रहेको छ अनि यो आर्य क्षेमा वसन्त शिक्षामा चाहिँ अब मैले यो प्रवचन चाहिँ मिग्यू दोर्जेको आत्मकथा जुन मुक्ति कथा राम्रो काम हैन विषयमा बताइरहेको छु अब यो साल चाहिँ अब अनि यो श्लोक चाहिँ 21 श्लोकसम्म अनि बताउँदा जस्तो मलाई लाग्यो अनि त्यो पछि अब यो चाहिँ अब सम्पन्न हुन आँटेको छ त्यति अब दिन लाग्दैन होला अब अनि 21 22 अनि 16 चाहिँ अब अर्को साल अब फेरि अब अनि यो साल नभएर आउने साल अब फेरि त्यो पछि अब म बताउने छु त्यो बेला चाहिँ सबै पुरा हुनेछ अनि त्यो बेला अब के मैले भन्नु पर्यो के बताउनु पर्दो रहेछ अनि तपाईहरुलाई म अनि अनुरोध गरेर हैन तपाईहरुको अनि इरादा चाहना के छ हैन तपाईहरुलाई सोध्ने छु अनि तपाई सबैलाई अब जति भएको अब सोच के छ त के बताउनु पर्छ भन्ने सबै एकीकरण गरेर अनि त्यो अनुरोध बापत आएको अनि कुरामा फेरि म पछि तपाईलाई अर्को साल के बताउने छु अनि आज चाहिँ अब यो लेक्चरमा राम्रो कामको अब श्लोक अब 18 श्लोक रहेको छ यो पनि अब यसमा पनि अब मिग्यू दोर्जेको अब एकदम प्रतीक्षाको चेला अब गेलोङ भिक्षु अब सांगे पल्लुद्वारा अब राम्रो कामको टिप्पणीको रूपरेखा अनुसार अब यसको टिप्पणीमा अब दुईटा विषय रहेको छ एउटा बोधिचित्त यसलाई चाहिँ अब के हो त समृद्धि बोधिचित्त परमार्थ बोधिचित्त रहेको छ अब यो अनि समृद्धि बोधिचित्त पनि अब के हो त ध्यान र ध्यान पश्चातको उसमा ध्यान विषय रहेको छ ध्यान पश्चातमाको अब पाठमा पनि के हो त विषयमा नि अब 10 वटा उपविषय रहेको छ त्यसमा अब कतिवटा हामीले अब पहिले 7मा भएको विषय 7 को छलफल गरेछौं अब अहिले 8औं विषयको अब छलफल अब गर्दै छौं यो चाहिँ के हो त भन्दाखेरि विभिन्न अब नराम्रो मोडहरु चाहिँ अब मार्गमा लिने भनेको अब यसमा भेटिएको छ यसको विषय अब यो 18औं लेक्चरमा अब अर्थ के हो त भन्दाखेरि अटेरी भएका प्राणीहरूको पाटोहरू अनन्तमय छन् वृद्धि गरी वृद्धिले छुटकारा मिल्ने उपायमा मूर्खता नै छन् दुर्बल भई दुर्बलले छुटकारा मिल्ने उपायमा पनि मूढ नै छन् मूढ भएको ढाँचा हेरी याद गर्दा खप्नै नसने हुन्छ यो पनि मेरो राम्रो पुण्य हो जस्तो मलाई लाग्छ पनि यसरी उहाँले बताउनु भएको छ अब यसमा पनि अब मिग्यू दोर्जेको जुन पालोमा उहाँको अब जीवनकालमा अब अधिकांश मान्छेहरू चाहिँ अब त्यति अशिक्षित वर्गमा थियो त्यति पढेको थिएन हैन तिनीहरू त्यति विचार गर्नु पनि नसक्थ्यो हैन अनि एक किसिमले के हो त मन अलिकता दुर्बल हैन अलिकता नराम्रो बानी बेहोरा चरित्र नराम्रो खाले थियो हैन धेरै बेहोरा चरित्र खत्तम तल नीच चरित्रहरू थिए हैन त्यस्तो मात्रै थियो जुन मिग्यू दोर्जेको पालोमा त्यो भित्रमा पनि अब म एउटा बौद्ध धर्मको लागि अब समर्थन गर्ने संरचना फैलाउने हो भने नि केही मानिसहरू पनि थिए
हैन म एउटा महान पुरुष प्रथम पुरुष परम पुरुष भन्ने पनि थिए हैन अब मान्छेले आशा राख्ने एउटा आशा भरोसा राख्ने मान्छेहरू पनि थिए विभिन्न अनि अनि विभिन्न नाम राखे तापनि हैन विभिन्न सम्बोधन गुरु भने सम्बोधन गरे तापनि के हो उनीहरूले विशेष गरी अनि अब विभिन्न अब भनौँ न मानिसहरूलाई चाहिँ उपभोग एउटा संसारिक कुराहरू सबै अब भएको छ उनीहरूलाई हैन आफ्नो शाखामा सुख शान्ति थियो हैन चिजहरू राम्ररी गयो तिनीहरूले अब राम्रो समूहको एउटा मठ मन्दिरहरू ठडाए हैन हैन भिक्षुको सङ्घ अब सङ्ख्या बढायो विभिन्न अब गुम्बाहरू पनि उनीहरूले ठडाए हैन अनि त्यसरी नै के हो किसिमको अब सबै अब लामाको सङ्ख्यामा गुम्बा ठुलो सानोमा हेरेर यसरी नै हाम्रो जीवनलाई त्यही नै अब के हो त अब बितायो होइन यसरी नै आफूलाई अब टाउ घुमाइराख्यो होइन अब कहिलेकाहीँ सुख शान्ति हुँदा हुँदै अब कुनै आफ्नो पक्षप्रति आफूले चिनाजान अब अपरिचितमा के हो त किसिमको अब धेरै अब समस्या उत्पन्न हुने धेरै अब सङ्कट समय पनि आएको थियो होइन अब तिनीहरूको लागि अब दुःख गर्ने बाहेक अब समयक्षम बुद्ध ज्ञान प्राप्त गर्नको लागि होइन जुन धर्महरू दिन प्रतिदिन लोप हुँदै गएको लागि केही चासो नगर्थ्यो होइन होइन त्यो बेला के हो त भन्दाखेरि अब राम्रो ज्ञान जान्ने पनि कोही थिएन होइन अब भनौँ न एक किसिमको अब समूहको लागि भनौँ न विभिन्न अब धर्महरू घुमाउँदै थियो लोप हुँदै थियो पुनःस्थापना गर्ने कुनै अब हरेक तरिका आइडियाहरू थियो उनीहरूसँग तर पनि के हो त त्यो बेला सर्वज्ञ प्राप्त गर्ने कुनै मध्यम दिने कोही पनि थिएन जान्ने पनि थिएन अलिकता फुर्सद हुँदा खाने पिउने निन्द्रा आलस्य र होइन आनन्दले मात्रै सन्तुष्ट थियो होइन जे छ त्यो सांसारिक सुखमा एउटा भिजी राख्थ्यो होइन अनि धर्म मान्ने भनेको त अभ्यास गर्ने भने एकदम कम अब यो त के हो त किसिमको कलियुगको समय कलियुगको एउटा परिस्थिति भएको त्यस्तो हुँदाखेरि त्यस्तो चाहिँ उहाँले सहनु नसकेर होइन त्यस्तो व्यवहार अब त्यस्तो कुराहरूलाई सहनु नसके को हो त मिकी दोर्जी रहेको छ होइन उहाँले महसुस गर्नु सकेन त्यस्तो प्राणीहरू दया महसुस गर्नुभयो बिचारा भनेर जब त्यहाँ त्यस्ता मानिसहरू उहाँलाई भेट्न अब आउनुहुन्थ्यो त्यस्तो मान्छेहरू होइन दर्शनको लागि आउनुहुन्थ्यो अनि धेरै भेट दर्शन गर्ने आउने मान्छेहरू उहाँले धेरै सोध्नुहुन्थ्यो कि उहाँले के सोध्नुहुन्थ्यो भन्दाखेरि तिमीहरूमध्ये धेरैलाई तिनीहरूको कति वर्षका थिए र तिनीहरूले के गरेको होइन अनि गएको वर्षहरूमा होइन गत वर्षहरूमा विगतको महिनाहरूमा होइन दिन महिना वर्षमा तिमीहरू के काम गरे होइन यसरी उहाँले सोध्नुहुन्थ्यो विस्तृत रूपमा सोध्नुहुन्थ्यो अब उनीहरूले कुन अब माथि बोलेको चरण क्रममा चाहिँ के भन्ने अब सबैले समग्रले अब उनीहरू जीवन चाहिँ के हो त एकदम बर्बाद गरिरहेको भन्ने कुराहरू अब भने जस्तो अब त्यस्तो अब हुँदाखेरि अब के हो त बर्बाद हुने कुरा सुन्दाखेरि निकै चिन्तित भएर सोध्ने गर्थ्यो एकदम महत्त्वपूर्ण उहाँले वचन बोलिदिनु हुन्थ्यो होइन अमृतमय वचन के हो त भन्दाखेरि एकदम के हो त भन्दाखेरि मनमै लाग्ने कस्तो त्यो मनमा लाग्ने धर्म त भन्दा उदाहरणको लागि तिमीहरूको नाक र मुखमा सडेको गन्ध आउँछ है आउँछ कि आउँदैन भनेर सोध्नुहुन्थ्यो होइन होइन अब हामी बिमार भयो भने के हो त मुखमा र नाकमा के हो त अलिक डढेको होइन सडेको कुहिएको गनाउँछ नि होइन तपाईँहरूले चाहिँ अब कुहिएर सडेको गन्ध आउँछ नाक र मुखमा भन्नुभयो अनि त्यो मान्छेहरूले चाहिँ जुन दर्शन गर्न आउने मान्छेहरूले चाहिँ मेगीदर चाहिँ के भन्नुहुन्थ्यो मलाई त्यस्तो मुखमा गन्ध सडेको गन्ध केही पनि आउँदैन अनि आउँदैन भन्नुहुन्थ्यो जुन मिकी दोर्जेल चाहिँ अनि यो चाहिँ अनि के हो त एक किसिमको उहाँले के भन्नु भन्दाखेरि होइन सबै अब आश्चर्यजनक रहेछ है भित्र सबै सडिसकेछ तर पनि अनि सडेको गनाउँदैन भनेको चाहिँ अहिले
के हो त अनि गराउँदैन भने त्यस्तो भन्दाखेरि अनि अद्भुत एउटा उहाँले विचार गर्नुहुन्थ्यो अरे कि कस्तो चाहिँ होला भनेर हैन हैन एउटा दिमाग भएको एउटा मन भएको चाहिँ के हो त राम्रो बाटोमा लगाउन सकेको छैन यसरी दयालु कुरा गर्नुहुन्थ्यो त्यो त्यस्तो प्राणी प्रति एउटा दया एकदम दया जाग्नुहुन्थ्यो हैन त्यस्तो बेला एकदम राम्रो अब प्रवचनको भ्यूहरू उहाँले जुन मनमा लाग्ने अब छर्नुहुन्थ्यो हैन उहाँले धर्म शिक्षा भनौँ न जुन धर्म शिक्षाको अब अनुरोध गर्नेहरूलाई पनि राम्रोसँग सोध्नुहुन्थ्यो हैन अब एउटा गालीको रूपमा हैन एउटा भनौँ न अब ओजनदार वर्षको भनौँ न ओजनदार शब्दमा तितो बोलीमा हैन तिमीहरू सबै एउटा सोच विचार गर त हाम्रो जीवनमा छोटो जीवनमा त छैन हैन त्यो भित्रमा वर्ष महिना दिन बित्दै जाँदाखेरि गइसक्यो दिन वर्ष महिना बितिसक्यो तिमी अब मृत्युको अब ढोकामा पुगिसक्यो दैलोमा पुगिसक्यो अब यो चार तत्त्वले भरिएको अब अन्न पानीले भरेको जिउ पनि के हो त शरीर पनि क्रमशः क्षय हुँदै गइरहेको छ नाश हुँदै गइरहेको छ हैन तिमी अब बुढो हुँदै जाँदैछौ हैन यो परिवर्तनशील भइरहेको छ परिवर्तन भइरहेको छ हैन तपाईको नजिकको साथीहरूले तपाईलाई केही पनि लाभदायक दिँदैन धोका दिनु बाहेक तपाईलाई केही पनि फाइदा गराउँदैन तपाईले यो जीवनको लागि मात्रै व्यक्तिको यो जीवनको लागि मात्रै सोच्नु भयो पछिल्लो जीवनको लागि तपाईले सोच्नु भएन हैन तपाईलाई अब जुन साथी चाहिँ के हो त किसिमको अब आफूलाई भ्रम फसाउने एउटा खराब साथीसँग संगत भइसकेछ मिलजुल भइसकेछ हैन हैन तपाईको आफ्नो जीवन अस्थायीको आवश्यकद्वारा तिमी भ्रममा फसिसक्यो हैन भौतरी रहेर यसरी रात दिन तिमी चुर भइरहेको छौ नराम्रो कुराप्रति हैन अलिकति तिमीसँग धन सम्पत्तिले अब छ भने त्यसमा त्यसको धन सम्पत्तिको डोरीले तिमीलाई बाँधिरहेको छ हैन त्यो बाँधिरहेको बेला तिमी एक्लै उभिन अब सक्षम भएकै छैनौ हैन तिमी चाहिँ एउटा मारको बसमा फसिसकेको रहेछ बाँधिसकेको रहेछ अब ठुलो मात्राबाट कुरा गर्ने भयो नि तपाईँ चाहिँ अब एकजना के हो त अब एउटा ठुलो मात्रामा त छिर्नु प्रवेश गर्न जस्तै गुम्बाहरू मठ भन्दाहरू ठुलो विद्यालयमाहरू तपाईँ यसमै छिरेर अड्किनु भएको छ हैन तिमी त्यसमै टाँसिरहेको छौ मुक्तिको नाममा तिमी चाहिँ के हो त एउटा नोकरको नाममा त्यहाँ काम गरिरहेको छ हैन अब सानो स्तरमा हेर्ने भने तपाईँ चाहिँ अब दानदाताको नियन्त्रणमा असफल हुनु भइरहेको छ दानदाताको फन्दामा तपाईँ फसिरहनु भएको छ त्यही कारणले यस्तो सोच गर्ने अनि यस्तो काम गरिरहेको यस्तो फसेको मान्छेहरूलाई एउटा नाम एउटा त्यागी एउटा सन्त भनेर अनि नामले सम्बोधन गर्ने त यस्तो काम गर्दाखेरि हैन आफ्नो पुण्य पनि दिन प्रतिदिन आफूले नै मेटाइरहेको छ यस्तो मेटाउने कामलाई पनि एउटा योगी सन्यासी भन्ने नाम दिने हो त समुद्रमा सुहाउँछ त भने यसरी उहाँले भन्नुहुन्थ्यो अब यो लेक्चे राम्रो कामको अब 18 श्लोकको अब मुख्य अब सार एकीकरण गरे भने कतिवटा छ त भन्दाखेरि 3 प्रकारको अब यसको सार रहेको छ पहिला चाहिँ के हो त हामीले अभ्यास गर भने त्यसको कस्तो सोच्नु पर्छ कस्तो सोच्ने तरिका अपनाउनु पर्छ हैन हैन हाम्रो सोच्ने कला कस्तो हुनुपर्छ अभ्यास गर्ने बेलामा यो पहिलो सार हो दोस्रो मुख्य सार के हो त भन्दा नि वास्तविक धर्मको अभ्यास गर्नु कस्तोलाई भनिन्छ हामीले धर्मको अभ्यास गर्नु भने वास्तविक कस्तोलाई भनिन्छ अब तेस्रो सार मुख्य गुरी चाहिँ के हो त भन्दाखेरि अभ्यासको लागि उत्तम अवसर जब चिजहरू राम्रो वा नराम्रो रूपमा जाँदैछन् त्यो चाहिँ अब के हो त भन्दाखेरि हैन अब
राम्रो कि नराम्रो के हो त्यो हामीले चाल पाउनु पर्दछ भन्ने होइन, त्यो चाहिँ अब तेस्रो सार रहेको छ। अब हामीले धर्मको अभ्यास गर्नुपर्छ भने यसलाई कसरी सोच्नुपर्छ होइन, कसरी यसलाई विचार गर्नुपर्छ, यसलाई भन्नुपर्दाखेरि तरिका के कस्तो छ त भन्दाखेरि अब यसको हामीले ठिक हिसाबले जान्नुपर्ने चाहिँ अत्यन्त जरुरी छ। अब हामीले धर्म अभ्यास गरा भने अनि कस्तो हो त भने यसको अब सामान्य मैले बताइसकेँ होइन, अब बताउँदै आएको छु। यद्यपि अब धेरै मानिसहरू सायद अझै पनि अब के सोच्छ भन्दाखेरि धर्म अभ्यास गर्नु भन्दाखेरि अब पूजा प्रार्थना गर्नु, अब एउटा दैनिक आउनु पूजा वन्दना गर्नु, नभए धर्म गर्नु भने सधैँ पूजा पाठ गर्नु है, आराधना गर्नु। अब धर्मको अभ्यास गर्नु भने एउटा मन्त्र जप्नु, जपतप गर्नु होइन, नभए एउटा प्राणी दान गर्नु होइन, धर्मको अभ्यास गर्नु भन्दा अन्य विभिन्न कुरालाई हामीले धर्मको यसरी भन्छौँ नि त होइन। अब मनमा के कुराहरू उब्जा भन्दाखेरि अब अनि पहिले मैले बताए जस्तो त्यही कुरा उठ्छ, धर्मको अभ्यास गर्ने हो कसरी हो भन्दाखेरि यस्तो भन्दाखेरि पहिला कुरै उठ्छ। विशेष गरी कसैले अब सोच्न कसरी सोच्छ भन्दाखेरि होइन अब एउटा के हो त मठ मन्दिरभित्र अनि त्यो भित्र अब घरभित्र नभए घर बाहिर नभए भने घरभित्रै एउटा के हो त पूजा कोठामा होइन बस्ने। अब त्यो जुन पूजा कोठाभित्र के गर्ने भन्दाखेरि एउटा गद्दी बसेर चारपटे गद्दी बसेर होइन, त्यहाँ पलेटी मारेर बस्नुलाई हात जोडेर बस्नुलाई मात्रै धर्म अभ्यास भन्दछ। त्यसले धर्म अभ्यास बुझ्दैन, त्यसले धर्म अभ्यास भनिँदैन होइन। होइन अब कुनै अब घरमा बाउ छोरा मात्रै छ भने होइन, अब बाउ देखेन भने तिम्रो बुवा कहाँ गएर कुनै मान्छे सोध्दैन मेरो बुवा चाहिँ अब ऊ त्यो पूजा कोठामा धर्मको अभ्यास गर्दैछ होइन, धर्म गर्दैछ भन्छन् होइन। अब मान्छेले के भन्छ भन्दाखेरि ए पूजा कोठामा बसेको भयो धर्म गर्दै रहेछ भनेर ठान्छ नि, तर वास्तविक धर्म गर्नु त्यो होइन नि, बस्नु मात्रै धर्म गर्नु, धर्मको अभ्यासले अपनाउनु भन्दैन नि। वास्तविक पूजा गर्ने धर्म गर्नु भने होइन जप तप गर्नु होइन प्रार्थना गर्नु हो, तर यतिले मात्रै यो मात्रै अब यतिले मात्रै धर्म गर्ने अभ्यास हो भन्ने पुग्दैन। धर्मको अभ्यास गर्नु भनेको चाहिँ के हो त यो भन्दा पनि गहिराएर धेरै फरकिलो हिसाबले हेर्ने होइन, सोच्नु पर्दछ। दैनिक पूजा वन्दना गर्नेले मात्रै धर्म अभ्यास शुद्धता हुँदैन, जप तप गर्नेले मात्रै धर्म अभ्यास शुद्धता हुँदैन, त्यसमा शुद्धिकरण आउँदैन, त्यसले मनको लेदोलाई परिमार्जन गर्दैन, त्यसले शुद्धता ल्याउँदैन होइन। बाहिरी बोक्रे रूपलाई मात्रै तपाईँले धर्मको अभ्यास रूपमा सम्झ्यो भने त्यसले आफ्नो दुःखलाई धुनुको लागि पल्लो छेउ लाउँदैन होइन। जे जस्तो रूप देखाए तापनि के हो त भित्री के हो त आन्तरिक अन्तज्ञान अन्तरयोगको कुरा चाहिँ आफूले अनुभव गर्न सक्नु पर्दछ होइन। आज धेरै मानिसले सोच्छन् कि धर्म अनि अब धर्म भने कस्तोले बुझ्छ, कसैले के सोच्छ भन्दाखेरि होइन अब धर्म भनेको एउटा धर्मको सीमा हुन्छ भन्ने सोच्छ कसैले होइन। एउटा के हो त धर्मको अभ्यास गर्नु भने साँच्चै नै एउटा काम होइन, एउटा सधैँ एउटा काम गरेको जस्तै, एउटा समाजमा के हामीले काम गरेको जस्तै होइन। अनि कसैले के हो त ऊ धर्म गर्नु भनेको चाहिँ साँच्चै नै सावधानीपूर्वक अप्नाएर के गर्नुपर्ने सोच्दछ कसैले होइन। जस्तै त्यस्तै गरी कसैले के सोच्छ भन्दाखेरि अनि धर्म अभ्यास गर्नु भन्दाखेरि के हो त यो चाहिँ एकदम बोरिङ हुने, एकदम अल्छी लाग्ने,
यो त काम छैन एकदम यो एकदम बोरिङ हुने कुरा मात्रै भने सोच्छ कसैले एउटा धर्म अभ्यास गर्नु भने के त्यति अब स्वाद नभएको होइन धेरै नै अल्छी हुने मन चाखो नलाग्ने त्यस्तोले भन्छ अब धर्म झन् नबुझ्ने मान्छे धर्म गर भन्दा के हो त झन् एकदम के हो त जटिल कुराहरू नबुझ्ने गाह्रो झन् त्यो भन्दा पनि अब धर्म अभ्यास गर भन्दा के हो त भन्दाखेरि अब पुरानो ऐतिहासिक अनि एकदम जटिल कुराहरू होइन अनि हेर्दाखेरि होइन एकदम अनि हेर्दाखेरि केही नबुझ्ने होइन के हो त इतिहास हेर्दाखेरि त्यही नै इतिहास त्यस्तै नै पुरा अब हेर्दाखेरि आफूलाई के हो त अब बोरिङ हुन्छ नि होइन त्यस्तै किसिम लाग्छ कसैले के लाग्छ भन्दाखेरि अब होइन कसैले अब यो ज्योतिष पात्र तपाईँले सिक्नु भएको छैन होइन यदि तपाईँ जुन विद्यालयमा गएर यो ज्योतिष पात्र सिक्नुको लागि तपाईँले धेरै बुद्धि दिमाग घुमाउनु पर्ने हुन्छ धेरै दिमागलाई पल्टाउनु पर्ने हुन्छ धेरै आफूले के हो त कडा परिश्रम गर्नुपर्ने हुन्छ नि होइन जे भए तापनि अनि धर्म अभ्यास गर्नु भन्दाखेरि धेरै अब कडा परिश्रम गर्नुपर्ने होसियार गर्नुपर्ने धेरै सोच्नुपर्ने धेरै जटिल कुरालाई केलाउनु पर्ने भने एकदम तपाईँले के त भारी सोचले एकदम गुरुङको सोचले यसरी हेर्नुभयो भने होइन धेरै गाह्रो रहेछ यो त सक्दैन धेरै राम्रोसँग बुझ्दैन धेरै विचार गर्नु पर्दो रहेछ होइन एउटा भावना एउटा सोच्ने कलाहरू विचार गर्ने तर धेरै नै गाह्रो रहेछ गहिरो हेर्नुपर्ने धर्म गर्ने चाहिँ धेरै गाह्रो रहेछ है भनेर यसरी अब हामीले सोच्छौँ कसैले अब धर्म गर्नु पर्यो भने कसैले सोच आयो भने अब के हो त उसले अब धर्म गर्नु अलिकति के हो त खुसी हुनु पर्यो नि त होइन आनन्द हुनु पर्यो नि होइन के हो त जब एउटा घरमा अलि धर्म अब हामीले अब यसलाई तपाईँले चाहिँ अब भनौँ धर्म गर्नु अलिक इच्छा छ भने के हो त अलिक अब घरमा चाहिँ न्यानोपन भएको ठाउँ बस्ने होइन अब के हो त किसिम तपाईँ धर्म गर्न आँट्यो घरमा अलिकति न्यानोपन बनाएर चिसो छ भने न्यानोपन बनाउने अब धेरै तातो भयो भने तपाईँले चिसो अब पङ्खा फाल्ने होइन त्यसरी बस्ने होइन मन एकदम खुसी आनन्द छ होइन त्यो बेला अब धर्म गर जस्तो लाग्छ तपाईँहरूले धर्म अब धर्म गर्नुभन्दा अगाडि नै अब के हो त धेरै कुराहरू उसले गर्नुपर्छ पहिला के हो त उसले विचार फेसबुक पहिला हेर्छ होइन अनि फेसबुकभित्र के छ सबै उसले हेरिसक्यो साथीहरू रिक्वेस्ट पठाएको सबै उ त रिप्लाई दिइसक्यो होइन अब साथीले उसले मलाई सन्देश के पठायो होइन उसले सबै अनि उत्तर दियो जवाब दियो अनि खाना पनि खाइन्छ पेट पनि भर्यो अब थकान पनि मेट्यो आफूले गर्नुपर्ने सबै कुरा गर्यो अब अलिकता खाली समय पायो भने बल्ल अनि यो चारपाटे एउटा गद्दी सुकुलमाथि बसेर अनि बल्ल अनि अब अलिकता धर्म गरेको जस्तो गर्छ अब धर्म गर्नु त धेरै आरिस गर्छ धर्म गर्नु पर्यो भने धेरै अब समय निकालेर अलिकता खाली भएर यति समयमा तपाईँले गरेको जस्तो देखाउँछ देखावटी अनि बाहिर हेर्दाखेरि धर्म गर्ने मलाई मौकै नपर्ने यता जाने उता जाने जहिले हतास पतास अलिकता समय पाए पनि त्यो भन्दा थोरै समय मात्रै निकाल्ने होइन अब धर्म गर्दाखेरि सुरुवात गर्दाखेरि अब कसरी सुरुवात गर्छ भन्दाखेरि होइन उसले अब एउटा पूजा विधिहरू पढ्ने होइन एउटा धर्म गर्ने भन्ने बित्तिकै एउटा बाहिरी बोक्री रूप चाहिँ देखाउनु पर्ने अरूलाई देखाउनु पर्ने त्यस्तोलाई हामी सोचाउँछ होइन त्यस्तोले हामीले सोच्छौँ नि होइन अलिकता धेरै खतरा भएको होइन केही काम गरेको जस्तै त्यसलाई धेरै आफू धेरै सचकता हुनुपर्ने होइन धेरै होसियार हुने पर्ने धेरै गहिरो हुने जस्तो हामीले सोच्छौँ नि होइन जबरजस्ती त्यही गर्नुपर्ने जस्तो होइन बाध्यता भएर गर्नुपर्ने जस्तो हामीले सोच्छौँ नि
त्यस्तो विचार आउँछ नि हामीलाई त्यही कारणले हामीले धर्मको अभ्यास गर्नु भन्ने मुख्य केमा छुएको छ महत्त्वपूर्ण के हो त भन्दा यसमा एउटा के म कथा एउटा के म कथा बताउन चाहन्छु अब कथा मलाई त्यति बताउनु आउँदैन सबै कथाहरू बताइसके तर पनि एउटा केही गरी तपाईँले यो कथा चाहिँ सुन्नु भइसक्यो होला अनि धेरै अब विशाल त गइरहेको त केही पनि छैन अनि अतिश दिपङ्कर चाहिँ उहाँ भोटमा पाल्ने बेला उहाँ चाहिँ अब बङ्गलादेशमा जन्मिनु भयो होइन अन्तिम चाहिँ उहाँ चाहिँ अब टिबेटमा पाल्नु भयो अनि उहाँ चाहिँ अब निधन पनि भोटमै हुनुभयो अब पछि अब धर्म दोस्रो चरण बौद्ध धर्म अब फैलिने बेलामा अब एकदम अब उहाँको अब धेरै अब बौद्ध धर्म फैलाउनु भयो अब भोटमा उहाँलाई धेरै चेला अनगिन्त चेलाहरू आयो भयो अब एउटा महायोगी र योगी दुई प्रकारको रहेको छ उहाँलाई चाहिँ अब एउटा दुई प्रकारको चेला थियो उहाँलाई एउटा महायोगी एउटा योगी भन्ने नामक एउटा दुईटा थियो होइन अनि सधैँ नै उहाँले अब जुन अब सधैँ नै अब सेवा गर्थ्यो दुईटा योगीले चाहिँ जुन अतिशालाई अनि महायोगीले चाहिँ अनि उहाँ अतिशय अब निधन हुनुपर्ने बेला के अनुरोध गर्नुभयो भन्दाखेरि तपाईँ चाहिँ अब यो अब संसार छाडेर जानुहुन्छ होला त्यो संसार छाडेर जानुभयो भने होइन अब तपाईँले धर्म अभ्यास गर्ने तरिका अब अनि अनि गर्नुभएको छ धर्म विभिन्न मैले पनि धर्म गर्दाखेरि अब होइन यो अब म यो जीवनभरि अब के हो त अब म धर्म ध्यान मात्रै गरेर बस्छु भनेर यसरी उहाँले अब चेलाले बताउनु भयो महायोगीले होइन खास हो भने त अब गुरुले के भन्छ ओहो मेरो चेला चाहिँ जीवनभरि नै ध्यान गरेर बस्ने रहेछ प्रशंसा गर्छ नि तर उहाँ अतिशयले प्रशंसा गर्नु अनि प्रशंसा गर्नु भएन अनि अतिशयले सोध्नु भयो कि तिमीले ध्यान गरेको धर्म शुद्धता हुन्छ त भनेर सोध्नु भयो महायोगीलाई महायोगीले के जवाब दियो भन्दाखेरि त्यस्तो भए अब मैले ध्यान गरेको अब धर्म भएन भने होइन शुद्धता धर्म भएन भने अब म अरूलाई प्रवचन गर्छु प्रवचन दिन्छु धर्मको विषयमा म बताउने छु अनि यसरी धर्म फैल्यो भने कस्तो होला भनेर सोधेछ फेरि अतिशयले भन्नुभयो कि तिमीले धर्म प्रवचन गरे पनि अब हुन त राम्रै हो तर यो धर्म हुन सक्छ त भनेर फेरि सोध्नु भयो त्यो अब महायोगी चाहिँ अब के हो त अब त्यही भएर टाउको घुम्यो उहाँको अन्यलमा पर्यो अब के होला अन्यलमा परेपछि उहाँले फेरि अनुरोध चढाए अब मैले कस्तो गरेँ भने अब मैले धर्म शुद्धता गर्न सक्छ त मैले कस्तो के काम गरेँ मैले धर्म शुद्ध हुन सक्छ सोद्धाखेरि अनि अतिशयलाई के आज्ञा दिनुभयो भन्दाखेरि दिपङ्कर श्री अतिशयलाई के आज्ञा दिनुभयो भन्दाखेरि अनि मेरो जति भएको अब मेरो चेलाहरू छ सबै अब घेसे तुम्बाको गुरु देखाउनु पर्यो घेसे तुम्बा भने चाहिँ तिमीहरूको गुरु थाप्नु होइन गुरु लिनु अब घेसे तुम्बा भने चाहिँ अब ढमतम्बा हो ढमतम्बा त्यो बेला भिक्षु भएको थिएन अब प्रवचित होइन भिक्षु होइन उहाँ चाहिँ अब उपासक हो त्यो बेला अब गृहस्थी थियो अब महायोगी भने चाहिँ एउटा भिक्षु थियो नि त उहाँ अब गुरुले के भन्नु भन्दाखेरि होइन मेरो सबै भिक्षुहरू चाहिँ अब एउटा गृहस्थी गुरु देखाउनु पर्छ गुरु थप्नुपर्छ गुरु लिनुपर्छ भन्दाखेरि अब कस्तो होला भने होइन कस्तो होला भने एउटा मनमा एउटा के अब महसुस भयो नि त उहाँलाई दोस्रो उहाँले के बताउनु भयो फेरि अतिशयले भन्दाखेरि यो जीवन तिमीले त्याग गर्नुपर्छ भनेर बताउनु भयो
यो अत्यन्त महत्त्वपूर्ण रहेको छ। अब यो धर्म शुद्ध हुने कि नहुने केमा निर्भर छ भन्दाखेरि हैन, यो जीवन त्याग गर्ने नगर्ने फरक छ हैन। यो जीवनलाई तिमीले सांसारिक जीवन त्याग गर्न सक्यौ भने शुद्धता धर्म हुन्छ। सांसारिक यो जीवनको सांसारिक कुराहरू तिमीले त्याग गर्न सक्यौ भने त्यो धर्म शुद्धता हुँदैन भनेर यो पहिलो कथा थियो। अब दोस्रो कथा चाहिँ अब यो ढोमतोङसँग जोड भएको सम्बन्ध भएको कथा हो। उहाँ अब अतिशय अब निधन भइसकेपछि अब उहाँ चाहिँ अब ढोमतोङमा चाहिँ अब राडेङ भन्ने ठाउँमा पाल्नु भयो। अब त्यहाँ राडेङ गुम्बा भन्ने अब स्थापना भएको थियो। अब कदम्ब गुरुहरूको अब एकदम प्राचीन पहिलो गुम्बा त्यो रहेको छ। अनि राडेङ गुम्बा अब निर्माण गरेर त्यहाँ बस्नु भयो। त्यो एउटा लामा आयो, एउटा बुच्चियो आउँदाखेरि अनि राडेङ गुम्बामा त्यो बस्यो। अनि जहिले पनि त्यो अब त्यो लामा चाहिँ जहिले पनि अब अरे गुम्बामा चाहिँ अब भोटको गुम्बामा चाहिँ भित्री परिक्रमा बाहिरी परिक्रमा हैन विभिन्न अब हैन। अनि जुन गुम्बाको बाहिरी व्यक्ति कोरा परिक्रमा गर्थ्यो अरे हैन। अनि जुन अब राडेङ गुम्बामा चाहिँ अब त्यो भिक्षु बसेर त्यसरी परिक्रमा गर्नुहुन्थ्यो अरे। अनि परिक्रमा गर्ने अनि त्यो बेला त्यो भिक्षुले चाहिँ अब कोरा बाहिरी परिक्रमा गर्ने बेलामै ढोमतोङमा दर्शन पाएको थियो। अनि ढोमतोङले त्यो अलिक कोरा गरी परिक्रमा गरेको देखेर अनि त्यो ढोमतोङले के भन्नुभयो भने तिमीले साँच्चै नै परिक्रमा गरेको त राम्रो, अत्यन्त राम्रो, तर तिमीले त्यो भन्दा धर्म गरेर राम्रो होइन र भने यसरी भन्नु। उसले अब के अब उसले चाहिँ के हो त भन्दाखेरि अब कोरा गर्नु चाहिँ अब धर्म हो भनेर सम्झ्यो नि त हैन। धर्म तर त्यो ढोमतोङले चाहिँ कोरा गरेको त राम्रो हो तर त्यो भन्दा धर्म गरेर राम्रो होइन र भनेर अनि उहाँले यसरी वचन दिनु हुँदाखेरि हैन। अनि त्यो लामाको बिचमा के आयो भन्दा ओ कोरा गर्नु भन्दा पनि अब एकदम महत्त्वपूर्ण हित हुने अर्को धर्म गर्नु होला भने मनमा कुरा उब्ज्यो। अब त्यो लामाले चाहिँ ओ यो मान्छेले चाहिँ ढोक गर्नु अत्यन्त जरुरी छ, ढोक गर्नु राम्रो होला भनेर हैन। अनि अब त्यो बेला त्यो ठाउँको ढोक गर्ने ठाउँ खोजेर ढोक गर्दै बसेछ त्यो ढोमतोङलाई। अब आफूले अब यो 5 अङ्ग भुइँमा छोएर ढोक गरेर जस्तै अब फेरि ढोक गरेर बस्दाखेरि हैन। फेरि अब ढोमतोङमा त्यहाँ अनि जुन त्यो भिक्षुले ढोक गरेको समय ठाउँमा आउनु भएर हैन। फेरि ढोमतोङले के भन्नुभयो भन्दाखेरि अब तिमीले ढोक गरेको त राम्रो हो तर त्यो भन्नु धर्म गरेर राम्रो होइन र भन्ने फेरि बताउनु भयो। अब फेरि भिक्षुको विचारमा ढोक गर्नु पनि धर्म होइन होला, कस्तो होला, धर्म होइन र भनेर मनमा उसलाई अब यो धर्म होइन होला भने उसलाई के होला सन्देह एउटा शङ्का उब्ज्यो मनमा। अब कुरा दुविधामा पर्यो त्यो भिक्षु चाहिँ। यो भन्दा चाहिँ बरु ढोक गर्नुभन्दा बरु के शिक्षाहरू लिनु राम्रो होला भनेर यसरी उसले विचार गर्दै गर्दै होइन। त्यो राडेङ गुम्बाभित्र फेरि एउटा ठाउँ खोजेर एउटा रुम खोजेर होइन। अनि एक समय फेरि उहाँले किताब त्यो बौद्ध ग्रन्थहरू पढेर बसेछ। फेरि एक दिन त्यहाँ ढोमतोङमा आएर फेरि भन्नुभयो कि पहिला जस्तै भन्नुभयो किताब हेरेको सिजे गरेर त पढेको राम्रै हो तर त्यो भन्नु धर्म गरेर राम्रो होइन र भनेर फेरि सोध्नुभयो। त्यो बेला धेरै ऊ अब अन्यलमा पर्यो, टाउको दुखेर उसलाई अब के होला अब अन्यलमा पर्यो होइन। धेरै अन्यलमा पर्यो। यो भने धर्म होइन, त्यो पनि धर्म होइन, मैले जे गरेँ त्यो पनि धर्म होइन, यो भन्दा धर्म गरेर राम्रो होइन भने यसरी भन्दा अब धेरै सोच्यो होइन। धेरै सोच्दाखेरि बरु धर्म यो धर्म होइन रहेछ, बरु ध्यान गर्नु चाहिँ धर्म होला है भनेर यसरी अब म ध्यान गरेर बस्यो भने चाहिँ मलाई यो चाहिँ धर्म होइन र भनेर सोध्नु होला भनेर यसरी ध्यान गरेर बस्यो। त्यो फेरि त्यो भिक्षु त्यो ध्यान गरेर बस्ने क्रममा फेरि त्यहाँ ढोमतोङमा आउनुभयो केही दिनपछि। फेरि ढोमतोङमा गुरुले के भन्नुभयो भन्दाखेरि अनि फेरि पहिले जस्तै त्यो लामाको मनमा चाहिँ के हो ओ भिक्षु मलाई ढोमतोङले यसले चाहिँ राम्रो धर्म गर्दो रहेछ भन्छ कि भनेर यसरी मनमा कुरा
अनि उब्जिने बेलामा फेरि अनि फेरि ढमढमले के भने भन्दाखेरि तिमीले ध्यान गर्दा राम्रै हो, त्यो भन्दा बरु साँच्ची नै एकदम धर्म गर्नु राम्रो होइन र भने फेरि बताउनु भयो। अब त्यो बेला के गर्ने के नगर्ने अब ऊ अब वल्ल पर टल्ल पर हेर्ने अब बसमा बस्यो, बसमा फस्यो, अब के गर्ने के गर्ने। अब जुन धर्म हो भन्ने जति उसले गरिसक्यो, त्यो चाहिँ अब धर्म हो र भनेर सोद्धाखेरि अब होइन जुन अब यो धर्म त्यो भन्दा धर्म गर्नु राम्रो होइन र यो भन्दा भनेको भन्दा होइन टाउको घुम्यो उसको होइन, अन्यलमा पर्यो। लामा लासमा अब एकदम अब भनौँ न बाध्यता भएर अब धर्म गर्ने कस्तोलाई भनिन्छ गुरु, अब धर्म के हो कसरी गर्ने बताइदिनुहोस् भनेर उसले ढोक अनुरोध गरेछ। उहाँले उत्तर के दिनुभयो ढुम्तामा गुरुले, यो जीवन चाहिँ त्याग गर, यो जीवनको भनौँ सांसारिक कुराहरू चाहिँ त्याग गर भन्ने यसरी बताउनु भयो। अब यसको मूल कुरा तपाईहरूले अब बुझ्नु भयो त, मैले त भने कथाहरू, तर तपाईँले बुझ्नु भयो त यो चाहिँ के हो त भन्दाखेरि होइन। अनि यो यसको कथाको मुताबिक होइन हामीले ढोक अब धर्म गर्नु भन्दाखेरि होइन के हो त एक किसिमको ढोक गर्ने होइन, पढ्ने पूजा वन्दना गर्ने त्यसलाई भन्दो रहेछ त होइन, त्यो होइन नि त होइन। त्यही कारण धर्म अभ्यास गर्नु भनेको होइन आफ्नो सोच्ने, जे काम गरे पनि आफ्नो सोचलाई इरादा शुद्धता हुनु पर्यो। ढोक गरेको जस्तै मनले ढोक गरेको छैन, सब सोच सत्य त छ कि छैन होइन। त्यो ढोक गरेर मनले पनि ढोक गरे भने त्यो धर्म हुन्छ होइन। जे गरे त पनि एउटा के जुन सोचेको जुन विचार चाहिँ होइन जुन आफूले गरेर चाहिँ मन त्यसमा रहेर बाहिरी रूप बोक्री रूपमा ढोक गरेर भित्री मनबाट ढोक गरेर त्यो धर्म हुन्छ होइन। यो धर्म हो कि होइन, धर्म कर्म बन्छ कि बन्दैन, धर्म कार्य बन्छ कि बन्दैन भन्दाखेरि होइन भन्ने चाहिँ बाहिर बोक्री रूपले होइन हजुर, भित्रदेखि हेर्नुपर्ने हुन्छ। साँच्ची नै मैले ढोक गरेको चाहिँ मलाई फाइदा हुन्छ कि हुँदैन त, यो संसारिकको जरादेखि म मुक्त हुनु सक्छ कि सक्दैन त होइन भन्ने हुन्छ होइन। जस्तो कि एउटा हामीले दैनिक पूजा वन्दना गऱ्यो भने मनभित्र जे पनि कुरा उब्जिन्छ नि होइन, मुखले ओम नेपेमे भने त भने होइन, मनभित्र चाहिँ के हो त आफ्नो अप्रिय मन नपर्ने मान्छेहरू होइन 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 मनमा चाहिँ के हो त जुन दुश्मन हो उसलाई चाहिँ एउटा पेट दुखेर होइन उसलाई पखाला लागे त होस् न होइन, उसलाई पेट दुखेर उसलाई अब पेट दुख्ने बिमारीले उसलाई टट्टी खुसिन्छ जस्तो नराम्रो होस् न भन् सम्झ्यो भने के होइन त्यो पाप भयो नि त। त्यही कारणले अब हामीले देख्दा यो मान्छेले जहिले नि भने मलम गर्दो रहेछ भने देख्छ नि देख्ने बाहिर बोक्री रूपमा त होइन। अब भित्र कालो पेट भए तापनि बाहिर चाहिँ अब भनिमलम अब जप तप गर्दैछ भने बाहिर त के हो त एक किसिमको जप तप गरेर देख्छ नि होइन। तर के हो त भन्दाखेरि जुन बाहिर मलम गरेको जस्तो भित्र मनबाट मलम भएन होइन, सम्बन्ध भएन नि, त्यो चाहिँ के हो त मैनाचरीले मन्त्र परेको जस्तै हो, ओम नेपेम भने जस्तै हो होइन। यो चाहिँ के हो त भन्दाखेरि अब बोक्री रूपमा मात्रै भयो, भित्री भएन है त। अब फेरि 30 मिनटको लागि म विश्राम रहन चाहन्छु, फेरि त्यसपछि म निरन्तरता दिनेछु। पूर्व कथित अनि बताएको जस्तै अनि धर्म अभ्यास गर्न कस्तोले भनिन्छ त भन्दाखेरि अब अघि अनि हामीले विचार गर्ने तरिका अनि मनको भावनाहरू होइन, मनको बेला मनको अवस्था हामीले कस्तो अब होइन मनको अवस्थालाई अब हामीले भर पर्छ होइन भने मनको कुरामा निर्भर छ होइन। बाहिरी बोक्री रूपले चाहिँ केही पनि अब अनि धर्मको कुराहरूलाई अब शुद्धता ल्याउँदैन भन्ने कुराहरू रहेको छ यसमा। यदि हामीले अब
अनि धर्म अभ्यास भनेको अब बाहिरी बोक्री अभ्यासले मात्रै हेऱ्यो भने होइन त्यसले त्यति अब पल्ले चलाउँदैन, झनै दोषहरू बढिन्छ। दोष के हुन्छ त भन्दाखेरि गल्तीहरू थुप्रिँदै जान्छ। आफू मन त होइन, अब के हो त, अब एकदम मन खुसी छ होइन, जीविका राम्रो चलाउनु राम्रो छ होइन, सुख शान्ति भएको बेला अब धर्म गर्ने होइन। अब एउटा सर्वसाधारण कुरा गर्यो भने होइन, एउटा भनौँ न अब उदाहरणको लागि जब नयाँ नयाँ प्रेमी पाउनुहुन्छ भने, छुट्टीमा जानुहुन्छ भने होइन, त्यसो गरी अब आफूलाई विभिन्न अब पद स्तरहरू होइन, पद उन्नति होइन, नयाँ जागिर प्राप्त गर्नु हुँदैछ भने पनि होइन, तपाईँको सम्पूर्ण परिवारमा अब भनौँ न अब नयाँ कामहरू तपाईँले योजना प्राप्त भएको छ भने होइन, नभए नयाँ साल लोसार अब उत्सव मनाउन रमाइलो गर्न जम्मा भएको छ भने, अब जे भए तापनि अब संक्षेप भन्नुपर्दाखेरि जब सबै कुरा उत्कृष्ट खुसी रोमाञ्चक हुन्छ, हामी सबै समस्त समग्र के हो प्रायः जसो सामान्य धर्म अभ्यास गर्ने भन्ने बारे कहिले सोचेनौँ। अब विपरीत त्यसको साथै उल्टो, जस्तै हामीमा धेरै असहनीय पीडा होइन होइन, त्यस्तै गरी जस्तै गरी पीडादायक रोग, हाम्रो नजिक कसैको अब निधन मृत्यु भयो होइन, कसैको जागिर गुम्यो, अब कसैको अब आफ्नो एकदम माया प्रेम घनिष्ठ प्रेमसँग बिछोड भयो होइन, जे भए तापनि अब के हो त शारीरिक रोग मानसिक पीडा होइन, त्यो बेला झन् धर्म गर्ने अभ्यास हुँदै हुँदैन। ठुलो दुःख भएको बेला झन् हामी धर्म गर्न अभ्यास गर्नै चाहँदैन। त्यस्तो बेला झन् त्यो दुःख परे बेला शोक परे बेला के हुन्छ भन्दाखेरि घरभित्र पसेर रुन थाल्छ होइन, कतिपयलाई भोक पनि लाग्दैन, खाना खान मन लाग्दैन। त्यो बेला कोही मान्छे झन् त्यो बेला के गर्छ भन्दाखेरि धेरै पीर मर्कामा बेला के हो, धेरै अब छ्याङ रक्सी जाँड मध्य पदार्थ पिउने होइन। किन गरेको त भन्दाखेरि आफ्नो मनको पीडाहरूलाई हल गर्नको लागि, त्यो पीडाबाट मुक्त हुनुको लागि गर्छ नि होइन। त्यही कारणले अब त्यो बेला दुःखलाई चाहिँ अब आफूले अब के हो त हटाउन नसकेर, पिठ मर्कालाई स्वीकार गर्न नसकेको कारणले गर्दा त्यस्तो हुँदछ होइन। त्यो बेला के हुन्छ, आफ्नो उत्साह सबै घुमाइरहेको हुन्छ, थकित भएको हुन्छ, एकदम पीर मर्कामा सोक्नु परेको बेला झन् त्यो बेला के अभ्यास गर्ने ऊर्जा कसरी हुन सक्छ र, आउँदैन नि त। तर पनि कहिलेकाहीँ जुन कोही मान्छेहरू होइन होइन, अब भनौँ कुनै मान्छे अब यता चाहिँ उता जाउँ, कुनै अब सराहनीय सुरक्षा प्रोटेक्सन गर्ने मान्छे कोही पनि छैन, त्यो बेलामा के गर्छन् बल्ल अब एउटा शरण एउटा नभए बेला बल्ल हो बुद्ध र बोधिसत्वलाई प्रार्थना गर्छ होइन। अब चिनिया भाषामा एउटा भनाइ छ, अब त्यो भने बाध्यता भयो भने बुद्धको चरण पर्नुपर्छ है भने जस्तो थियो एउटा होइन। अब सामान्य सुख हुँदाखेरि अब बुद्धले सम्झिँदैन हो, जब एकदम बाध्यता दुःख पर्छ त्यही बेला चाहिँ बुद्धको चरणमा गएर होइन, तपाईँ बाहेक अब कोही पनि छैन, मेरो भगवान तपाईँ नै हो, रक्षक तपाईँ नै हो, मेरो मनको दुःखलाई सबै अन्त पर्ने तपाईँ नै हो भने त्यो बेला बाध्यता भएर बुद्धको चरण पुग्छौँ हामी होइन होइन। अब त्यो बेला अब एकदम दुःख परिरहेको बेला होइन, विभिन्न अब जप तप गर्ने प्रार्थना गर्ने जप गर्ने गर्दछौँ होइन होइन। अब बुद्ध र बोधिसत्वको अब के हो त, अब आशीर्वादले उहाँको अब शक्तिले अब हामीले बचाउनुहोस् होइन, खुट्टामा टाँसिन्छौँ होइन। त्यही कारणले मान्छेहरू चाहिँ के हो त, अब दुःख परेको बेला चाहिँ अब बाध्यता भएर जो भए त भने अब के हो त, अब मान्छेले यो गर्नु नगर्नु भने केही पनि दुःख परे पनि जे पनि गरिदिन्छ हो। अब अन्तिममा अब बाध्यता पऱ्यो भने जे पनि गर्छ मान्छेले। अब कुनै मान्छे के गर्छ भन्दाखेरि अब होइन धेरै अब गाह्रो भयो भने के हुन्छ, मान्छेहरूले इन्टरनेटबाट हेरेर अनि खोज्छ होइन, त्यही भएर बुद्धको अब वचनहरूलाई पल्टाउँदै खोज्दै होइन अब एउटा मनलाई अब भनौँ न एक किसिमको अब शान्त पार्नको लागि, शोकदेखि अब भिउजनको लागि होइन होइन, एउटा के हो त आफूलाई के हो त मनोवृत्ति बलियो बनाउनको लागि, मनोबल दिनको लागि होइन। अनि के हो त पुस्तक हेर्ने, बुद्धको वचन खोज्ने, भिडियो हेर्ने, चलचित्र हेर्ने होइन, त्यसो गर्छ। जे भए त भने के हो त भने एउटा मनको मर्म अनि
अनि एक किसिम के हो त मन एकदम बहलाउ दुःख हुँदाखेरि एउटा हामीले त्यस्तो बेलामा बुद्धलाई सम्झ्यो भने हैन मनमा शान्ति हुने समयमा राहत मिल्ने मनमा हैन गर्छन् हैन यो चीजले अझ राम्रो थप आरामदायी बनाउनेछ भनेर सोच्छन् हैन फेरि मान्छे सोध्यो भने मान्छेले भ्याउने बेलामा धर्म गर्छ त भन्दा त्यो पनि गर्दैन फेरि हो अब अलिकति खुसी भयो भने के गर्छ मान्छेहरु हैन अब उले सबै पुग्यो छ हो उलिकति राम्रो भयो भने अब के हो त अलिकति अनि पेट पनि भोकै छैन खाना पनि राम्रो छ आरामदायी मिलेछ भने अब के हो त अलिकति अब के हो त अब अलिकति अब म सेसङ धुसङ भए अर्थ राम्रो तिथिमा शुभ तिथिमा पूजा आजा गर्ने छु म वन्दना पूजा अभ्यास गर्ने छु भन्छ हैन अब त्यही पनि आज अलिकति खाली मिल्यो भने म आज गर्दिन म आज आराम गर्छु भोलि गर्नेछु भने यसरी विभिन्न बहाना बनाउँदै हैन अनि बहाना बनाउँदै यसरी अब धर्म अब गर्नलाई अब पछि राख्छौं अब एउटा भनिएको छ पुरानो प्राचीन कुरा छ चिनियामा प्राचीन कविता यसो छ भोलि पछि भोलि नै छ भोलिको अन्त्य कहिले पनि हुँदैन यदि तपाईले भोलि भोलि भन्नु भयो र पर्खनु भयो भने तिम्रो सबै कर्म असफल हुनेछ त तिम्रो जीवनै नष्ट हुनेछ भन्ने यसरी प्राचीन प्रसिद्ध चिनिया कवितामा यसरी लेखिएको छ धर्म भनेको चाहिँ एउटा बाहिर बोक्री हिसाब मात्रै एउटा खोक्रो अरूले देखाउन लागि मात्रै गर्यो भने त्यो चाहिँ सत्य त शुद्ध धर्म चाहिँ हुँदैन शुद्ध त धर्मको अभ्यास भने कहिले पनि हुँदैन त्यो चाहिँ किनकि एउटा देखावटी रूपमा मात्रै गयो त्यही कारणले स्यालले बाघको छाला लाग्यो भने त्यो कहिले पनि बाघ हुँदैन त्यस्तै किसिमको एउटा धर्मको अभ्यास गर्नु भनेपछि के हो त एउटा विचार गर्ने मनको कुराहरू मनको घण्टीहरू सुने बाहिर घण्टी बज्यो भने मनले घण्टी बजाएको छ कि छैन हैन मनको भावनाहरू हैन एक किसिमको के हो त धर्मको अभ्यास गर्नु भनेको के हो त सांसारिक जीवन त्याग गर्नु हैन तर एक किसिम के हो त हामीले अहिलेको समयमा सांसारिक जीवन त्याग गर्नु भने गाह्रो नै हो तर पनि हामीले धर्मको अभ्यास गर्नु के एउटा सूचक एउटा के संकेत दिन्छ भन्दाखेरि हामीले धर्म गर्ने अभ्यास गर्नु हैन धर्म अभ्यास गर्नु भनेको चाहिँ एउटा आफूले गरेको धर्मको अभ्यास चाहिँ धर्म अभ्यासै भएको छ कि छैन हैन यसरी विचार गर्ने हैन हैन आफूले गरेको धर्म चाहिँ अब शुद्धता हैन एउटा सिद्ध छ कि छैन त हैन त्यस्तोले हेर्नुपर्ने हुन्छ त्यो अत्यन्त अनि आवश्यकता छ भनेको अब यही हो मैले बताउन खोजेको मुख्य सार चाहिँ अब दोस्रो कुरामा बताउन जान्दैछु दोस्रो सार चाहिँ जुन 18औं लेक्चरमाको मुख्य 3 भागमा पहिलो भाग सक्यो अब दोस्रो विषय अब धर्म अभ्यास गर्नुको अर्थ के हो भने चाहिँ यसको सार रहेको छ हामीले अब बुझ्नुपर्छ कि हामीले के बुझ्नुपर्छ हैन धर्मको अभ्यास गर्नु भन्दा अर्थ के हो धर्म गर्नुको कारण के हो हामीले सबैले बुझ्नुपर्छ कि साँचो धर्म आफूलाई अब राहत दिन वा आफूलाई प्रेरित एउटा प्रेरणा दिनको लागि हो कि हैन हो कि होइन हैन त्यसको लागि मात्रै हैन हैन अब आत्माको लागि कुकुराको सुप जस्तो दिनको लागि हो कि होइन त भन्ने कुरा आउँछ हैन बुद्ध र बौद्धिस्ट के अब द्रुत अभिनय औषधिहरू जस्तै होइनन् हैन एउटा दुःखलाई अब मार्ने एउटा दबाईको रूपमा मात्रैले अब त्यतिले मात्रै विचार गर्नु हुँदैन खास त हो तर त्यतिले मात्रै एउटा दुःखलाई मर्मलाई मार्ने मात्रै बुझेर त हुँदैन हैन 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 बुद्ध र बौद्धिस्ट भने के हो त एउटा अचानक हैन एउटा भनौँ न एउटा द्रुत अभिनय गर्ने एउटा विशेषज्ञहरू हैन उहाँले दिनुभएको धर्म चाहिँ अब यसमा के हो त अब तीव्र गतिमा अब हामीले के हो त तीव्रमा एकदम चाँडो भन्दा चाँडो नै एउटा निको पार्ने त्यस्तो दबाई त होइन बुद्धको वचनहरू हैन एउटा पेन किलर जस्तो होइन नि त्यही कारण अनि चाँडो नै अब सुखमा लगाउने एउटा औ त वैद्य त होइन नि उहाँहरू पनि त्यही कारण धर्म पालन गर्नुको अर्थ संस्कार र परम्परा पनि होइन नि हैन
अब सधैँ अब हामीले स्वागत नगर्ने एकदम बाध्यता एकदम दुःख परे बेला त हामीलाई दया माया निका गरिदिनु आशीर्वाद दिनु होला दया माया गरिदिनु होला तपाईँ बाहेक अरू कोही पनि छैन भने यसरी अब के हो त यसरी अब हामीले अब अचानक एक किसिम होइन आकस्मिक आकस्मिक वैद्यको रूपमा हामीले सोच्नु हुँदैन नि होइन एउटा होइन पेन किलर जस्तो आफूलाई के दुःखको मर्मलाई हटाउनु लागि मात्रै होइन नि त होइन होइन एउटा मेरो यो काम हो मैले गर्नुपर्छ भन्ने जस्तो एउटा मेरो के हो त संस्कार यो संस्कार हो परम्परा त्यस्तो नै होइन नि यो कुनै जिम्मेवारी काम जस्तो जो काम पनि होइन जुन तपाईँसँग गर्नुको लागि विकल्प छैन होइन यो गर्नै पर्छ भने त्यस्तो त होइन नि तपाईँले यसरी नजर लानु भयो भने त्यो हुँदैन नि त धर्मको अर्थ जे भए तापनि अब यो के हो त एक किसिमको तपाईँ अब खुसी हुँदाखेरि अल्लाह भनेर गीत गाउने दुःख पाउँदाखेरि अब के हो त हे गुरु मुझे बचाउनुहोस् भनेर यसरी अनि दुःख पर्दाखेरि ओम बच गुरु मुसीलाई सम्झिने सुख पर्दाखेरि के हो त अल्लाह भनेर गीत गायो त्यो त हुँदैन नि होइन अर्थात् दुःख पर्दाखेरि नमत्तिने सुख पाउँदाखेरि नमत्तिने त्यस्तो बिचमा हुनुपर्दछ भने यसले बुझाउँदछ होइन जे भए तापनि के हो त अब बुझ्नु पर्यो नि त अभ्यासको अर्थ के हो होइन होइन धर्मको अभ्यास गर्नुको मुख्य अब गर्ने शैलीहरू मैले बताइसकेँ अब मुख्य यसको हामीले थाहा हुनुपर्ने मुख्य सार चाहिँ के हो त भन्दाखेरि आफू चाहिँ एउटा पूजा कोठामा बसी अनि धर्मको अभ्यास भने चाहिँ पूजा कोठामा बसेर एउटा गद्दीमाथि बसेर चारपट्टि गद्दीमाथि बसेर अञ्जलीबद्ध गरेर आँखा चिम्रेर बस्नु मात्रै भनेदैन नि त होइन होइन आफ्नो मनलाई परिवर्तन गर्नु पर्यो आफूलाई नै बदलाव ल्याउनु पर्यो नि त यसलाई नै धर्मको अभ्यास गरेको अर्थ भने बुझिन्छ नि त होइन त्यो आफूले सुधार ल्याउनु पर्यो उदाहरणको लागि अब होइन सबैभन्दा अब हामी एउटा बौद्ध धर्म प्रवेश गर्दाखेरि होइन अब शरण गमनमा प्रवेश गर्छौँ शरणमा जान्छौँ त्यो बेला के गर्छौँ हामी होइन अब धर्म अभ्यासी बन्नको अभ्यास के हो आवश्यक किन छ पहिचान गर्नु आवश्यक छ नि त होइन अब हामी हिमालय एउटा तिब्बतन गुरुहरू होइन अब टिबेटन समाजमा चाहिँ के हो त होइन एउटा उहाँहरूको एउटा समाजले गर्दाखेरि एउटा उहाँको एक किसिमको के हो त भन्दाखेरि अब संस्कारले गर्दाखेरि होइन हामी पनि बाध्यता भएर अब गइरहेको छ भनौँ न होइन त्यसरी नगएर होइन कि एउटा शरणगमन भने के हो बौद्ध धर्ममा प्रवेश गर्नुको कारण के हो शिक्षा गर्ने शिक्षण लिने होइन सिक्ने केही ज्ञान लिने पनि अत्यन्त यसको विषयमा हामीले सोच्नुपर्ने अत्यन्त जरुरी देख्दछ होइन सामान्य अब धर्ममा प्रवेश गर्नुको कारण शरण गमन लिनुको कारण होइन आफूले बताउने छ तर पनि अब हामी सबैको अब समग्रको समस्तको एउटा मुख्य अब उद्देश्य चाहिँ अब सबैको उद्देश्य चाहिँ के हो त भन्दाखेरि होइन हामी एउटा गौतम बुद्धलाई उदाहरण हेरेर होइन उहाँलाई राखेर होइन अनि उहाँ जस्तो एउटा सत्यता बोध गर्नु सकौँ सम्यक बुद्धको ज्ञान हामीले हासिल गर्न सकौँ सबै दुःखको यो संसारदेखि मुक्त भएर सदाको लागि सर्वज्ञ बन्नु सकौँ भने हामी यसरी गर्नुपर्ने चाहिँ हाम्रो सबैको बौद्ध मार्ग समग्रको उद्देश्य हो होइन त्यो हुनु पर्यो पनि त्यही कारणले हामी समाजमा बसिसकेपछि एउटा राम्रो मान्छे होइन सक्षम मान्छे बन्नु अत्यन्त होइन राम्रो भक्त हुनु अत्यन्त जरुरी छ अनि त्यसपछि बल्ल बोधिसत्व होइन त्यसपछि पनि बल्ल बुद्ध हुन्छ नि त होइन हामी पहिला राम्रो बन्ने कोसिस गर्दैनौँ हामी असल मान्छे बन्नु अनि खोज्नु नसकिकन एकचोटि बुद्ध बन्नु त हामी कहाँ सक्छौँ होइन होइन त्यही कारणले पहिला भन्दा नि म अब राम्रो असल मान्छे बन्ने प्रयास गर्छु भने आफूले सम्झाउने बुझ्ने होइन म चाहिँ पहिला भन्दा नि अब समस्त प्राणीहरूलाई हित हुने राम्रो काम फाइदा हुने म काम गर्दछु भने यसरी विचार गर्ने अब हामीले अब पहिला भन्दा पनि अहिले अब राम्रो सोच अब कसरी गर्ने त होइन
अब पहिला भन्दा राम्रो विचार गर्ने राम्रो सुविचार लिने कसरी धारणा लिने गर्ने सक्ने त भन्दाखेरि अब के हो अब कसरी गर्ने त भन्दाखेरि अब बौद्ध धर्म गर्ने नि त बौद्ध धर्म चाहिँ के हो त राम्रो र एउटा उचित एउटा उद्देश्यमा पुर्याउने काम हो नि त बौद्ध धर्म गर्नु चाहिँ हैन बुद्धले गर्नुभएको अब एउटा शैलीमा हेरेर बुद्धले देखाउनु भएको बाटोमा गएर अब आफूले अभ्यास गर्नुभयो दिन तपाईँले खट्नु भयो मेहनत गर्नुभयो भने हैन अनि पहिला भन्दा पनि ज्यादा एउटा धेरै नै अनुभवी र सत्यता असलता अनि त्यस्तै गरी अब सक्षम मानिस हैन आदर्श मान्छे बन्न सक्षम हुन्छ हैन अवश्य परिवर्तन हुन्छ किन कसरी त भन्दाखेरि बौद्ध धर्म भनेको चाहिँ यो बताउने मान्छे को हो त बुद्ध हो समेक्षम बुद्ध हो नि त हैन बौद्ध गौतम बुद्ध के हो त भन्दाखेरि स्वभाव त के हो त हैन यसको स्वभाव त चाहिँ उहाँले अब अन्तर्भुँडी केला एकदम छर्लङ्ग साक्षात्कार हैन प्रत्यक्ष रूपमा बोध गर्नुभएको एउटा महान अतुलनीय व्यक्ति हो नि त त्यही कारणले उहाँले बताउनु भएको बुद्ध धर्म चाहिँ बुद्ध धर्म भएको हुँदाखेरि त्यसलाई हामीले अब अभ्यास गर्ने शिक्षा लिने ध्यान लिने ज्ञान लिने गरे भने हैन अनि हाम्रो जुन कुहिएको सडेको नराम्रो सोचलाई हामीले परिवर्तन ल्याउन सक्छौँ नि हैन त्यसमा हामीले अब हटाउनुको लागि अब अवश्य लिनु सक्नु पर्यो नि यसरी अभ्यास गर्यो हामीले खट्यो मेहनत गर्यो भने दिन प्रतिदिन के हो त हामी अनि दिन प्रतिदिन अब 100मा 100% के हो त परिवर्तन आउने हैन अब शुद्ध त हुने ग्यारेन्टी दिन सक्छौँ नि किनकि जुन शुद्धता ल्याउने ज्ञान यही नै हो त्यही कारणले अनि बौद्ध धर्म चाहिँ हामीले सही हिसाबले अब हामीले लिनु पर्यो सही ढङ्गमा हामीले अपनाउनु पर्यो हैन अनि मैले सोचेको जस्तै अब आफूले सोचे जस्तै गर्यो भने चाहिँ के फाइदा हुन्छ भन्दाखेरि हैन दिन प्रतिदिन अब आजभन्दा भोलि राम्रो भोलिभन्दा पर्सि यसरी विकास वृद्धि फैलिँदै जान्छ हैन त्यही कारणले अनि एउटा आफ्नो सोचलाई फुकाउँदै हल्का एकदम फराकिलो हैन एकदम सानो संकुचित सोच नभएर विशालता सोच अपनाउन सक्ने आफ्नो प्रतिभाहरू देखाउन सक्ने विवेकहरू फैलिने त्यस्तो फाइदा मिल्दछ त्यसै कारणले गर्दाखेरि अनि मुख्य अब कारण चाहिँ के हो त मनमा निर्भर छ हैन त्यही कारणले आफ्नो मनलाई आफूले नियन्त्रण गर्न सक्नुपर्छ आफूले नै अब व्यायाममा कन्ट्रोलमा ल्याउन सक्नुपर्छ नियन्त्रण गर्नु पर्यो त्यसलाई अनि आफ्नो मनलाई कन्ट्रोल नगरी धर्म गर्नु भन्दा होइन के हो त एकदम साह्रो हो हैन अनि चार सूर्य गद्दीमा बस्ने खुट्टा दुखी कम्बर दुखी अनि उभि बस्ने पलेटी मचेर बस्ने त्यस्तो एउटा बोक्री रूपलाई मात्रै अब धर्मको अभ्यास गर्नु भनिँदैन नि त्यस्तो विचार गर्न पनि हुँदैन अनि साँच्ची नै अब बौद्ध धर्मको अब अभ्यास गर्नु भनेको चाहिँ के हो त एकदम साह्रो हैन बुद्धि अलिकति कडा गरेर सोच्नेलाई भन्दैन अब त्यही कारणले यो देश स्थिति परिस्थिति अनुसार अब त्यसलाई परिवर्तन गर्न सक्छ नि हैन त्यही कारणले धर्म भनेको चाहिँ बौद्ध धर्म चाहिँ अब मानिसको जीवनसँग नाता भएको जोडेको मिलेको हैन संसारसँग एउटा जोड भएको मिलेको हैन सधैँ नै के हो त अरूलाई एक किसिम के हो त फाइदा हुने त्यस्तोले अब भनिन्छ नि त्यही नै हो त्यही कारणले अब धर्म भने चाहिँ के हो त निधि कोष अक्षय धन कहिले नसक्ने धनले भनिन्छ त्यही कारणले गर्दाखेरि अनि यस्तो कुराहरू चाहिँ हामीले थाहा हुनु अत्यन्त जरुरी छ अब के हो त विभिन्न अब आफूलाई परिस्थिति समस्या नराम्रो परेको बेला अब धर्मको अभ्यास गर्नु अत्यन्त उत्तम समय हो भनिन्छ अब हैन जो नराम्रो मोडहरू चाहिँ अब धर्म गर्ने राम्रो समय हो भनेको जो मान्छेले समस्या पर्छ नि हैन खराब समय अब उत्पन्न हुन्छ नि त हैन हाम्रो जीवनमा हो कि हैन सधैँ नै त राम्रो त हुँदैन नि त हैन सधैँ नै अब नराम्रो त हुँदैन नि हैन कहिलेकाहीँ सुख कहिलेकाहीँ दुःख कहिले आँसु कहिले गाँसो कहिले गुनासो सबैको हुन्छ नि हैन अब एक दिनको उदाहरण राख्यो भने हैन
अनि बिहान एकदम के हो त बिहान बेखुसी बेलुका चाहिँ फेरि खुसी हैन फेरि बिहान चाहिँ खुसी बेलुका बेखुसी हुने धेरै छ नि हैन बिहान सुख बेलुका दुःख बिहान दुःख बेलुका सुख हुने धेरै नै छ नि हैन त्यस अब अब एउटा मान्छेले एउटा केही अब उसलाई चाहिँ एउटा अब भनौँ न उपहार पर्यो हैन जुन अब लट्रीमा उसलाई उपहार पर्यो भने त्यो समयमा के हुन्छ होला हैन त्यो बेला चाहिँ के हुन्छ एकदम घमण्ड अब एकदम आकाश सुर जस्तो घमण्ड उत्पन्न हुन्छ नि हैन अब एउटा उखान भन्ने चाहिँ हैन अब के छ त भन्दाखेरि हैन अब घाँटी चाहिँ आकाश के भन्छ घाँटी चाहिँ आकाशमा हैन अब फेरि के भन्छ घाँटी चाहिँ अब घाँटीमा चाहिँ फेरि अब बादलको अब गहन भने जस्तै अब त्यस्तो किसिमको घमण्ड मै नै हो भनेर हैन बादल तिनीहरूको टाउको हो भने जस्तै अब बादल चाहिँ टाउको होइन अब घमण्ड चाहिँ आकाशमा भने जस्तै हो त्यही कारण तिनीहरू घमण्डी हुन्छन् तिनीहरू सबैले तुच्छ देख्छन् होइन अन्यथा तिनीहरूको लोभ बढ्छ र कुनै पनि सावधानी र आत्मा नियन्त्रण गुमाउँछ त्यसले त्यही कारणले होइन यस्ता धेरै समस्याहरू आउन सक्छ होइन त्यही कारणले गर्दाखेरि अब उसले धेरै सम्पत्ति भइबा धेरै भने के उसले धेरै अब एक किसिम के हो त उसले धेरै अधिकार आफूमा अधीनमा राख्ने उसले चाहना गर्छ होइन सबै अब आउने ठाउँमा अब पाइसकेपछि अरूलाई अब एक किसिम के हो त अरूलाई अब सबै के हो त गल्तीमा देखाउने आफू चाहिँ राम्रोमा ल्याउने कोसिस गर्छ तर बौद्ध धर्ममा हेऱ्यो भने के हो त भन्दाखेरि अब हैन आफू भनौँ न अब यो जीवन एकदम खुसी खुसी राम्रो आनन्दले चलिरहेछ भने धर्म गर्ने मौका अत्यन्त राम्रै हो होइन अब धर्म गर्ने मान्छेलाई धर्म अभ्यासीले गर्ने अभ्यासीलाई अब दुःख पर्दा विभिन्न समस्या विभिन्न मोडहरू पर्दाखेरि धर्म गर्नुको लागि राम्रो नै हो धर्म अभ्यास गर्नु अत्यन्त राम्रो हो होइन धेरै राम्रो पक्षबाट हेर्ने हो भने भन्ने बताउनु पर्दाखेरि होइन बाहिरी भौतिक अब कुराहरू कुरा गर्ने हो भने होइन धन सम्पत्ति धेरै छ आफूले धेरैले अब के हो त हैन अब आफूमा धन सम्पत्ति पनि छ होइन मान्छेले आफूले भरोसा श्राद्ध भक्ति गर्छ भने धेरै राम्रो पनि हो होइन त्यो धर्म गर्नु एकदम सजिलो हुन्छ होइन विभिन्न अब आउँछ दान सम्पत्ति भएकोले होइन अरूले दान गर्नु सक्षम हुन्छौँ धर्म झन् आफूले बढाउनु वृद्धि हुन्छ होइन पहिला अब मकेटा भन्ने अब राजा थियो नि त एकदम प्रसिद्ध होइन होइन बुद्धलाई एकदम अत्यन्त के हो त अब अशोका हो जुन अब राजा थियो जुन बुद्धको साथी होइन होइन अब त्यो बेला अब सबै अब धन सम्पत्ति सबै अब उसले दान गरेर अब के हो त अब यो भारतवर्षमा उहाँले बौद्ध धर्म फैलायो नि त होइन अब त्यो बेला भारतवर्षमा त नभएर ग्रिसतिर पनि उहाँले बौद्ध धर्म फैलाउन सक्षम भयो नि त होइन आफ्नो आफ्नो के हो त प्रसिद्ध होइन ख्याति अधिकार होइन त्यसैले विभिन्न आफ्नो नाम प्रतिष्ठा सबै के हो उसले प्रयोग गर्यो नि त होइन एउटा अनि हाल अब हामीले अशोक राजाले जस्तो गर्नु सक्दैन नि तर पनि के हो त आफ्नो अब समाजमा होइन आफ्नो आफ्नो नाम आफ्नो भनौँ न धन सम्पत्ति आफ्नो आफ्नो दक्ष अनुसार होइन हात हाम्रो घाँटी हेरेर हात निल्नु भन्छ त्यस्तै किसिमको आफ्नो समाज स्थिति हेरेर अब त्यस्तै किसिमको अब हामीले धर्म गर्न सक्छौँ होइन अब हाम्रो नाम ख्याति भएको जस्तै अब राम्रो काममा हामीले दान गर्नु सक्यो राम्रो काम गर्नु सक्यो भने त्यो एक किसिमको त धर्म गर्नु सक्षम हुन्छ नि त होइन यो चाहिँ बाहिरी अब भौतिकबाट कुरा गरेको बताएको होइन अब भित्री मनबाट कुरा गर्यो भने के हो त अब के हो त अब झन् ख्याति नाम पद भनौँ विभिन्न सम्मान आफूलाई पाउँदाखेरि अब आफूले के हो भित्र अब आफूले भित्र हेर्ने त्यो बेला आफूले अब के गर्ने त शुद्धिकरण गर्ने परिमार्जन गर्ने अब जाँच गर्ने अब त्यसलाई होइन अब त्यो बेला जाँच गर्ने होइन किन त भन्दाखेरि अब आफू हेर्दाखेरि अब जुन अब के हो त नाम ख्याति इज्जत पाउँदाखेरि के हो त आफूले एउटा
घमण्ड धेरै हुने हुन्छ। त्यही कारणले अब नाम पाउँदा इज्जत पाउँदाखेरि अब आफूलाई मै नै ठुलो भने घमण्ड आएको छ कि छैन त। फेरि विभिन्न विघ्न बाधाहरू पनि आउने हुन्छ, विघ्न बाधाहरू आएको छ कि छैन आफूले हेर्ने अब हैन। अब आफूले अब के हो त एक किसिमको अब मनमा नै अब सोध्ने हैन। अब यो भन्दा ठुलो नाम तिमी कमाउन चाहन्छौ भने सोध्दैन, अझ पनि धन सम्पत्ति अब बुटल्न चाहन्छै भने अब चाहनुहुन्छ नि आफूले सोध्ने अब हैन। यो भन्दामा धेरै लोभ धन सम्पत्ति अब जुटाउने लोभ अझै गर्न चाहनुहुन्छ कि हुँदैन आफूले नै सोच्ने हैन हैन। जसरी भए पनि हैन आफूले नाम सिद्धि ख्याति भएको बेला हैन आफूले नै जाँच गर्ने, परीक्षण गर्ने, यसरी नियालयलाई हेर्नु अत्यन्त जरुरी छ हैन हैन। यसरी जाँच गर्दाखेरि पहिला भन्दा पनि अहिले अब नवीन यसरी जाँच गरेर हेर्नुपर्ने, आफूलाई निहाल्नु पर्ने। यसरी हेर्नु भए पनि तपाईँको हैसियत लागे शक्ति अत्यन्त के हो त किसिमको हो, अनि आफूले बढाउन सक्छ, धर्ममा लगाउन सक्छ हामीले हैन हैन। अब कुनै सामान्य मान्छेले अब सम्पत्ति पनि छैन, हैसियत पनि छैन, त्यति छैन भने के हो त उसलाई चाहिँ के हो त अनि एउटा मान्छे खुसी आनन्द भएको बेला चाहिँ अनि आफ्नो मलाई चाहिँ विभिन्न आलस्य विभिन्न घुम्ने सुत्नेमा अब नलगाएर अनि धर्म अभ्यास गर्न खटाउने लगाउने। अब बौद्ध धर्म अभ्यास गर्नु भन्छ कस्तोले भनिन्छ भन्दाखेरि हैन हैन जे भए तापनि जे जस्तो अवस्था भयो त अब हामी के हो त अब अनित्यको हामीले सोच ल्याउने हैन। हामीले अनित्यलाई सोच्यो भने के हो त भन्दाखेरि अब फाइदा के हुन्छ भन्दाखेरि अनि किन एक दिन अब जुन सम्पत्ति भएको नहुने हुन्छ हैन, नाम ख्याति पनि एक दिन नहुने हुन्छ नि हैन, अवश्य त्यो हरेर जान्छ नि हैन हैन। किनभने धेरै नै खतरा छ नि, अब अहिले छ पछि नहुने, अवश्य त्यो त संसारको रीतै हो हैन। नहुने खतरा होइन, नहुने नै खतरा हो नि हो त हैन। हामीले गर्न सक्ने के नहुने खतरा छ नि त्यसमा। अब धेरै धेरै विकास भएको मान्छेहरू हैन, अब विकसित देशहरूमा चाहिँ के हो त अब आरामदायक जीवनहरू बिताइरहेको छ हैन। अब त्यसपछि अब अचानक एउटा विभिन्न अब सङ्कटहरू आउँदाखेरि हैन, अब त्यो बेला के गर्ने हैन, अब आत्तिने हुन्छ त्यो बेला हैन। किनकि उहाँहरूलाई केही अब अगाडिको अब उनीहरूले अब त्यसको लागि प्रबन्धहरू केही मिलाएको थिएन नि त हैन हैन। त्यो बेला आत्तिने हुन्छ नि। हामीले रोग आउँदाखेरि महामारीमा अब एक किसिमको त्यो मास्क लगाउँदा कति गाह्रो हुँदो रहेछ हैन। अब विदेशतिर त अब विभिन्न मास्कहरू लाउँछ हैन। अब यो एसियामा हामीले अब एक किसिम के हो त एक किसिमको अब मास्क लाउने बानी त्यति छैन नि त हैन। मास्क लाउन कति हामीलाई दुःख छ हामीलाई हैन। देशले उल्टो परिस्थिति उब्जाउँदा कस्तो दुःख हुन्छ हैन हैन। अब हामी उदाहरणको लागि हैन भविष्यमा कोरोना भाइरस आउँला, महामारीको फैलिएला भन्दा हामीले के थाहा थियो हैन। पश्चिमी देशमा धेरै मानिसहरूले प्रसुत अब भइरहेको छ नि हैन। अब के हो त एक किसिमको त्यही कारणले अब के हो त अब हामीले चाहिँ के हो त मनमा अनित्य हो, यो परिवर्तनशील छ, हामीले नसोचेको कारणले यसको अब हामीले प्रबन्धहरू हैन व्यवस्थापन नमिलाएको हुँदाखेरि अनि हामीलाई विभिन्न अनि कोरोनाहरू विभिन्न कोभिड आउँदाखेरि हामी आत्तिएको हो नि त हैन। त्यही कारणले हामी धर्म चाहिँ के हो त दुःखको लागि, दुःख आउनुको लागि, सुख आउनुको लागि धर्म गर्ने हो नि त हैन। त्यही कारणले गर्दाखेरि अनि एकदम स्मरण र एक किसिमको के हो त एक किसिमको सम्प्रजन्य थाहा सचेतको हिसाबले हामीले अनि जस्तो सुकै जीवनमा सोची असचेत भएर राम्रो काम गर्नु अत्यन्त जरुर देख्दछ हैन। किनकि सबै सुख दुःख मारामारी हैन विभिन्न अब संसारको अब दुःखहरू अवश्य के हो त परिवर्तन हुने हो नि हैन हैन हैन। बिहान उज्यालो भयो भने बेलुका अब अँध्यारो हुने हैन, बिहान उदय भने बेलुका अस्ताउने, यो जीवनको संसारको रीत नै हो नि
हैन हाम्रो जिन्दगी पनि त्यस्तै नै हो त्यही कारणले गर्दाखेरि अनि यो वृद्धि रहेको किसिमको समस्या सङ्कट अनि के हो दुबी किसिमको आफूलाई आइपर्यो भने अब यसरी अब हामीले सोच्नुपर्ने हुन्छ हैन अब आफूले समस्या पर्दाखेरि अब आफ्नो भावना विचार कसरी गर्ने भन्दा यो चाहिँ म पछि बताउने छु मैले अघि पूर्व कथित मैले बताए चाहिँ अब यो अब 21 श्लोकसँग बताउने हो भने अब 3 श्लोक छ हैन अनि यो 3 श्लोक मैले बताए भने चाहिँ अब यो सालको अब यो प्रवचन सम्पन्न हुन्छ अब त्यो त अब त्योसँग मिलेको सम्बन्ध भएको कारण केही कुरा अब जोड्नु छ मलाई हैन अनि त्यही अब यही समय लिएर म के भन्न चाहन्छु अनि आज नभए पनि अब पर्सि निकोर्सि म भन्ने छु यसको विषयमा एउटा चाहिँ के हो त भन्दाखेरि त्यो बताउने कुरा चाहिँ अब अनि मिगी दोर्जेको कालमा चाहिँ उहाँको मुख्य अब चेला चाहिँ को थियो भन्दाखेरि श्यामर गापा हैन अब उहाँको चेला चाहिँ श्यामर गापा कुन चाहिँ हालक हैन पाँचौं अवतारी कुन चाहिँ हालक थियो श्यामरबाको त्यो बेला चाहिँ अब धेरै अब सङ्कट खैला बैला अब समस्याहरू हैन धेरै अब द्वन्द्वहरू विरोधहरू भएको थियो अब के हो त भन्दाखेरि श्यामरपा चारौं अवतारीको अब भनौँ न अब चारौं अवतारीको अब दुईटा आएको थियो हैन जुन अब कुन चाहिँ हाल चाहिँ अब कुन चाहिँ हाल अब श्यामरपाको अवतार भने दुईटा आएको थियो अब भनौँ न त्यही कारणले यो मिगी दोर्जे पालोमा नि अब श्यामरको अब अवतार दुईटा आएको थियो हैन त्यो चाहिँ यसको कुराहरू चाहिँ तपाईँ त्यति अब थाहा छैन होला हैन त्यसो कुराहरू चाहिँ अलिकति मलाई सफा गर्नु मन लाग्यो अलिकति बताउनु मन लाग्यो हैन मिगी दोर्जे अनि मिगी दोर्जेले चाहिँ श्यामरको एउटा अवतार चाहिँ कुन चाहिँ यहाँ हो भनेर कसरी अब उहाँले नाम दिनुभयो त्यो बेला विभिन्न सङ्कटहरू विपदहरू आउँदा कसरी उहाँले अब अन्त गर्नुभयो हैन त्यसको विषयमा म अनि बताउने छु एउटा बताउनु त्यो हो कुरा अर्को चाहिँ मिगी दोर्जेसँग सम्बन्ध भएको अब मुख्य अब कुराहरू के अब छ हैन यस्तो कुरा म केही दिनपछि बताउने छु त्यसको एउटा केही झलकहरू मात्रै बताएको हस् धन्यवाद आजको लागि यति नै अन्तिमको हामी वन्दना मङ्गलिक वन्दना गर्नेछौँ